हेलो सम्पूर्ण साथीहरू, आज आमाको मुख हेर्ने दिन म आमासँग एउटा सानो भिडियो बनाउँदैछु। आमा कति वर्ष पुग्नुभयो? 74 वर्ष। 74 वर्ष पुगिसक्नुभयो मेरी आमा। आमा तपाईँलाई कस्तो छ? घरमा सुख शान्ति? ठिकै छ, सुख शान्ति ठिकै छ। अब के गर्नु? ठिकै छ भन्नुहुन्छ, एकदम खुसी हुनुहुन्छ। र म सम्पूर्ण साथीहरूलाई के भन्न चाहन्छु भने यदि नजिक हुनुहुन्छ भने आज आमालाई आमाको मुख हेर्ने दिन, यदि टाढा हुनुहुन्छ भने पनि सम्झिनु होला आफ्नो आमालाई। र म आमाको लागि एउटा सानो मुक्तक भन्दैछु। आज माता तीर्थ औँसी आमाको मुख हेर्नु होला। आज माता तीर्थ औँसी आमाको मुख हेर्नु होला। प्राण त्यागी जन्म दिने आमा हुन्, मन कहिले नफेर्नु होला। आज माता तीर्थ औँसी आमाको मुख हेर्नु होला। प्राण त्यागी जन्म दिने आमा हुन्, मन कहिले नफेर्नु होला। राम्री भए पनि आफ्नै आमा, नराम्री भए पनि आफ्नै आमा। टाढा भए नेटबाट नजिक भए अङ्गालोमा बेर्नु होला। टाढा भए नेटबाट नजिक भए अङ्गालोमा बेर्नु होला। हेलो गाइज, कस्तो लाग्यो? लाइक कमेन्ट सेयर गर्नु होला।